सजिलोसँग हामी फुटबल खेल्न आइरहेका छौँ। हामी अतिथि भएर आएका छौँ। तपाईहरु भान्चेदेखि, काउरेदेखि, मनकामनादेखि, ताजीदेखि तपाईहरु जतिजना आउनु भएको छ नि, यो आउनलाई हामी भान्चेबाट हामीलाई 4 घण्टा लाग्थ्यो। 4 घण्टा। त्यो बेलामा तत्कालीन अवस्थामा माननीय हिराथ खतिवडा सहित हामी सबैजना बसेर सालमे किस्पाङको अघि हाम्रो रविन्द्र सरले भन्नुभयो यो सिक्किमको टुक्रा जस्तै, यो दार्जिलिङको टुक्रा जस्तै। त्यसो हो भने सिक्किम र दार्जिलिङको जस्तो टुक्रा हो भने यो टुक्रालाई हामीले किन नचिनाउने भन्दाखेरि चिनाउनु पर्छ। यसको लागि बजेट चाहिन्छ। बजेट भनेको सडक हालेर, पिच हालेर, तपाईहरुको घर घरमा कालोपत्र हालेर हामी घर घरसम्म ल्याउनु पर्छ भन्ने विषयमा हामी डेडिकेट भएर पुराका पुरा लागेका थियौं। यसको शीर्षक भाल्चे सालमे हुँदै तपाईको जुलमाने बुङताङ हुँदै हामी तल तारुकासम्म थियौं। तर विविध कारणले सालमेको कुरामा गएर रोकेका छौं। मलाई लाग्छ, आशा छ कुनै न कुनै बनेका सरकारले, कुनै न कुनै स्थानीय सरकारले, प्रदेश सरकारले, संघीय सरकारले कसै न कसैले यसलाई निरन्तरता दिएर यो बाटो तुरुन्तै सालमेको बस्तीले रविन्द्र सरले भन्नुभएका दार्जिलिङ र सिक्किमका टुक्राका यहाँका बासिन्दाले आवश्यकता पर्दा भाल्चे आधी घण्टामा जान सक्ने, काउलेको बेसीमा सोलेमा जाँदा आधी घण्टामा जान सक्ने र आवश्यकता पर्दा तपाईको देउराली भन्ज्याङमा आधी घण्टामा पुग्न सक्ने बाटो बन्नेछ। अर्को पाला आउँदा मलाई यो खालको बाटोको अभाव हुने छैन भन्ने मेरो पूर्ण आशा पनि छ। तपाईहरु जेनजी पुस्तालाई तपाईहरुको सालमेको त बिछट्टै खालको बेग्लै खालको माहौल पनि छ। अस्ति तपाईहरु सिंगलाले सुन्नुस् है, तपाईहरु अस्ति सिंगलाले लसो फ्याफुल्ला तपाईहरुसँग आज किस्पाङको सालमेको यो भूमिमा आएर तपाईहरुसँग बातचित गर्न पाउँदा निकै खुसी लागेको छ। हामी समत प्राय हामी फुटबल कार्यक्रम गर्छौं, फुटबल सँगसँगै हामी नाचगान कार्यक्रम गर्छौं। यो फुटबल र नाचगान कार्यक्रम सँगसँगै हामी अन्य भाषण कला विविध कार्यक्रमहरूले हामी धेरै आजित भएका छौं। त्यसैले तपाईलाई आजित लाग्न सक्छ। कृपया थोरै समय दिएर सुनिदिनुहुन्छ भन्ने मेरो आशा छ। हाम्रो यसै कार्यक्रमका प्रस्तुता रविन्द्र सरले अघि नै भनिसक्नुभयो। सालमे विशेषतः किस्पाङ, त्यही माथि सालमे चाहिँ दार्जिलिङ हो भन्नुभयो। यो दार्जिलिङ चाहिँ तपाईको दार्जिलिङ टुक्रा हो, यो दार्जिलिङ रमणीय टुक्रा हो। मलाई अब आशा छ तपाईहरुको यो सालमेलाई किस्पाङलाई दार्जिलिङ रमणीय ठाउँको टुक्रा जस्तै, फुटबलले तपाईहरु ब्राजिलको टुक्रा जस्तै, स्पेनको टुक्रा जस्तै, तपाईको फ्रान्सको टुक्रा जस्तै, बेल्जियमको टुक्रा जस्तै बनोस् भन्ने मेरो कामना पनि छ तपाईहरु समक्ष। तपाईहरुसँग आज सालमेमा हामी उपस्थित गर्दै आउँदाखेरि एउटा निकै भाग्य अवस्था पनि भयो। मलाई पनि दुःख लाग्यो। हाम्रो यसै वडाका वडाध्यक्ष विनोद तामाङज्यूको काकी बित्नु भएछ। उहाँप्रति र उहाँको परिवारप्रति मेरो व्यक्तिगत तर्फबाट, हामी सबैको तर्फबाट उहाँलाई, उहाँको परिवार र उहाँको परिवारलाई हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। निकै दुःख लागेको छ। तपाईहरु यहाँ रमझम गर्न आउनु भएको छ। तपाईहरुलाई लागिरहेको छ मनमा आफ्नो गाउँको आफन्त टोल आफन्त बित्नु भएको छ। तपाईहरुलाई मनमा दुःख लागेको छ। दुःख लाग्दै पनि ढुङ्गामाथि मुटुमाथि ढुङ्गा राखी हाँस्न परेछ भन्ने जस्तो तपाईहरुलाई बाध्यता के भयो भने आज गाउँमा कार्यक्रम राख्नु भएको छ। संगमेन युवा क्लबद्वारा प्रथम फुटबल टोल स्तरीय फुटबल कार्यक्रम राख्नु भएको छ। नआउँदा तपाईहरुलाई आफ्नै गाउँको कार्यक्रम, आउँ भने तपाईहरुलाई आफ्नै गाउँको आफन्त बित्नु हुँदाखेरि तपाईँहरुको मनमा भएको पीडा, तपाईहरु मनमा भएको चोट, यो विषयमा हामी पनि चिन्तित छौं। त्यसैले हामी सबैजनाले उहाँको हार्दिक लागि हामी कामना गर्दछौं। हामी सालमेमा पटक आएका छौं। सालमेमा आउँदाखेरि म विभिन्न खालेर आएका छौं। तपाईहरुसँग म सालमेमा आउँदा 70 सालदेखि आएका छौं। 70 देखि तपाईको 74 देखि 74 मा दुईपल्ट, 70 मा एकपल्ट, 74 मा दुईपल्ट, 79 मा दुईपल्ट म विविध रूपले आएका छौं। तर तपाईहरुसँग आज आउँदा म अर्कै रूपले आएका छौं। हिजो कुनै बेला हामी नेताको रूपमा, भाषण गर्ने रूपमा, हामी भोट माग्ने रूपमा आएका थियौं। तर तपाईहरुसँग आज साक्षात्कार गर्ने कार्यक्रमको हिसाबले सालमे तै पनि तपाईको सालमे एउटा यस्तो एउटा उद्गम थलो हो कि किस्पाङ गाउँपालिकाकै, सुन्नुहोस् है साथीहरु, सालमे किस्पाङ गाउँपालिकाकै मानव बस्तीको पहिलो इतिहास सम्भवतः मलाई त्यस्तो लाग्छ। किनभने सालमेमा रहेको बस्तीको आकार, सालमेबाट तपाईहरु काउले, यता तपाईको बुङताङ, त्यसपछि देउराली, तपाईहरु जहाँ सर्नु भएको छ नि, डिमडुङहरु, त्यसपछि तपाईको घलेहरु, त्यसपछि ब्लेन्डेनहरु,
तपाईँहरू जहाँ जहाँ बसाइ सरेर सर्नु भएको छ सबैजनाको उद्गम थलो चाहिँ साल्मे छ सबैजनाको। त्यसो हुँदा साल्मेलाई अन्य बस्तीको दाँजोमा किस्पाङ गाउँपालिका अन्य बस्तीको दाँजोमा साल्मेलाई नै हामीले ढिलो चाँडो जति सक्दो छिटो यो साल्मे चाहिँ किस्पाङ गाउँपालिकाको मानव बस्तीको सबैभन्दा पहिलो उद्गम थलो हो कि होइन भन्ने विषयमा तपाईँ हामीले अब हामीले चाहिँ यो विषयमा हामीले चाहिँ छलफल नगर्ने हो भने ढिला हुन सक्छ। मलाई लाग्छ यो साल्मे तपाईँको किस्पाङ गाउँपालिकाको मानव बस्तीको हिसाबले पहिलो उद्गम स्थल हुन सक्छ भन्ने मेरो ठम्याइ छ। यसमा म भ्रम परिन भने मैले गरेको ठम्याइ गलत भएन भने म गौरवान्वित हुनेछु। तपाईँहरू पनि यो विषयमा तपाईँहरू पनि सरसल्लाह गर्नुहुन्छ भन्ने मेरो आशा छ। तपाईहरूको टोली स्तरीय फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। टोली स्तरीय कार्यक्रममा तपाईँहरू 11 जना युवा क्रम छ। यो भित्ता यो पाखा सबैमा यो म भित्तामा सबैमा चरी बनी भमरा लुटु लाग्छ भन्ने अघि हाम्रो बहिनीले एउटा अघि नै अत्यन्तै सुन्दर नाच दिएर गइसक्नु भएको छ। आजको यस प्रथम सङ्गमेन टोली स्तरीय फुटबल प्रतियोगिता आयोजक प्रति विशेष धन्यवाद सहित आजको यस प्रथम सङ्गमेन टोली स्तरीय फुटबल प्रतियोगिताको कार्यक्रमका सभापति आदरणीय हाम्रो यस सङ्गमेन युवा क्लबका उपाध्यक्षज्यूलाई सभापतिज्यू त्यसै गरी विभिन्न पेशागत व्यवसाय हिसाबले विशेष गरी टुरिज्म व्यवसायको हिसाबले 2079 विगतको योभन्दा